कहिलेकाहीँ जीवनमा यति नराम्रो समय पनि आउने रहेछ जसलाई हामीले कहिले कल्पनै गरेको हुँदैनौँ। अनि परिवारमा सबैभन्दा मूल मान्छेलाई गुमाउनुको पीडा पनि एकदमै धेरै गाह्रो हुने रहेछ। घरको मेन पिलरै ढलेपछि संसारै पुरै अँध्यारो हुने रहेछ। कहिल्यै सोचेको थिएनौँ हाम्रो घरको पनि पिलर यसरी एक दिन ढल्छ होला भनेर। आज 18 दिन मात्रै हुँदैछ हामीले हाम्रो घरको पिलर गुमाएको। भनौँ हाम्रो जीवनको सबैभन्दा अमूल्य मान्छे हामीले गुमाएको। अब त भगवानलाई पनि विश्वास गर्न गाह्रो भइरहेछ। भनौँ भगवानलाई मान्न मन लागिरहेको छैन। सबैलाई पर्ने पीडा हो, तर हामीलाई अलिक छिटो परेको हो कि जस्तो लागेर चित्त बुझ्दैन। खासमा आज हामी आश्रम जाँदैछौँ, वृद्धाश्रम। बाबाको नामबाट केही सामानहरू दान गर्नको लागि र केही चिजहरू बाँकी रहेका छन् जुन कर्महरू त्यो पनि पुरा गर्नलाईको लागि हामी चाहिँ तमोर जाँदैछौँ। मनमा चाहिँ धेरै कुराहरू खेल्दै थिए बाटोमा जाँदाखेरि र मन एकदमै भारी भइरहेको थियो। धेरै सवालहरूले सताइ पनि राखेको थियो। बाटोको कहिलेकाहीँ राम्रो दृश्यहरूमा पनि आँखा त गइरहेको थियो, तर मनलाई बुझाउन धेरै गाह्रो थियो। त्यहाँ मेरो मात्र होइन, सायद मेरो दिदीको, मेरो भाइको, मेरो हजुरआमा र मेरी आमाको, उहाँहरूको पनि मनमा सायद धेरै प्रश्नहरू घुलमरिरहेको थियो होला। किन यति धेरै पीडा, भनौँ किन यस्तो धेरै गाह्रो। र हामी आश्रममा पुग्ने बेलासम्म पनि मनलाई सम्हाल्न गाह्रो थियो क्या। किनकि मलाई याद छ मेरो बाबालाई यही बाटो लिएर गइएको थियो त्यो अन्तिम दिन, र हामी आज पनि त्यही ठाउँमा जाँदैछौँ। धेरै नै गाह्रो हुनेवाला छ, तर पनि केही मनको सन्तोकको लागि हामी त्यहाँ जाँदैछौँ। म त्यो बेलासम्म पनि मेरी आमाको आँखामा आँसु हेरिरहेको थिएँ, जुन आँखाका डिलसम्म तिलपिलाइरहेका थिए। झट्ट झार्न अलिक सक्नु भएन होला, तर छोराछोरीले नदेखुन् भनेर अलिकति लुकाए जस्तो पनि गर्दै हुनुहुन्थ्यो। लाग्छ हामीलाई भन्दा त्यो बेला हाम्री आमालाई धेरै गाह्रो भएको थियो। र हिँड्दा हिँड्दै हामी आश्रम पनि पुग्यौँ र आश्रममा चाहिँ त्यहाँ भएका साना बच्चाहरूले गेट खोल्दै थिए। उनीहरूको मुहारमा एकदमै धेरै खुसी थियो। यहाँनिर वृद्धाश्रम मात्रै होइन, यहाँ एउटा गुरुकुल पनि रहेको छ जसमा 30 देखि 40 जना जस्तो विद्यार्थीहरू अहिले पढिरहेको छ। र यहाँनिर चाहिँ एउटा मन्दिर पनि छ जसलाई विश्रान्ति भनेर भनिन्छ, र आश्रमको नाम नै विश्रान्ति आश्रम पनि रहेको छ। यहाँदेखि अलिकति तल एउटा खोला छ, तमर खोला, जहाँनिर चाहिँ दाह संस्कार गर्ने ठाउँ पनि रहेको छ। र अब चाहिँ हामी यहाँबाट तल खोलातर्फ लाग्दैछौँ। डेरीको कामको 11 दिनमा हामीले नारायण बलि गरेका थियौँ डेरीको, र त्यसमा रहेका केही सामानहरू नदीमा सेलाउनु पर्ने थियो। साथै डेरीका केही लुगाहरू पनि हामीले नदीमै सेलाइदिउँ भनेर लिएर आएका थियौँ। हामी चाहिँ खोला आइसकेका थियौँ र त्यहाँनिर चाहिँ बत्ती कहाँ बाल्ने भनेर ठाउँ खोज्दै थियौँ, र ठाउँ पनि भेट्यौँ हामीले बत्ती बाल्नुको लागि। र त्यहाँ चाहिँ हामीले अब थोरै केही कर्म बाँकी रहेको छ, त्यो हामी कर्म गर्नेछौँ। र यस्तो कर्म गर्नको लागि चाहिँ छोरीको भन्दा छोराको सबैभन्दा धेरै काम हुँदो रहेछ। हामी छोरी भनेको थोरै थोरै बिचमा काहीँ मात्रै काम लाग्ने रहेछौँ, र सबैभन्दा बेसी गर्नुपर्ने भनेको चाहिँ छोराले नै रहेछ। भनिन्छ नि छोराले गर्नुपर्ने कर्तव्य मात्रै एउटै रहन्छ भनेर। र मैले बुझ्दाखेरि चाहिँ लाग्यो यो बेला सबैभन्दा धेरै छोराले नै गर्नुपर्ने रहेछ। मलाई लाग्थ्यो मेरो भाइ सानै छ जस्तो, तर यो 13 दिनभित्रमा गर्नुपर्ने कर्मकाण्ड उसले एकदम राम्रोसँग निभाएको छ। हुन त बाध्यता परेपछि जे चिज पनि सकिन्छ भन्छन् नि, सायद यस्तो बेला धेरै शक्ति आउँछ भनेर भन्छन्। त्यसैले होला हामीले जस्तो चिसोलाई पनि छिचोल्दै हामीले कामहरू राम्रोसँग गऱ्यौँ। मलाई लाग्छ हामीले कुनै पनि कामहरू छुटाएनौँ, सबै कामहरू राम्रोसँग गऱ्यौँ। जति पनि हामीले गर्नुपर्ने कार्यहरू थियो त्यो कार्यहरू एकदमै धेरै राम्रोसँग निभाएको छौँ जस्तो लाग्छ। सायद हाम्रो बाबा पनि धेरै खुसी हुनुहुन्छ होला यो देखेर। लाग्छ धेरै राम्रो बाटो जानुभएको छ। त्यही भएर त होला नि अहिलेसम्म एकचोटि पनि सपनामा आउन चाहनु भएन। साँच्चै भन्नुपर्दा धेरै हेर्न मन थियो, धेरै देख्न मन थियो, तर सपनामै आउनु भएन। अनि समय आयो मन गाँठो पार्ने। यो बेला मन
एकदमै धेरै गाँठो पारेर हामीले डेडीले लगाएका लुगाहरू पनि डेडीसँगै पठाइदियो। सायद पाउनु त भयो होला नि है, डेडी लगाउनुभएका नयाँ लुगाहरू पुराना लुगाहरू सबै डेडी भएको ठाउँमा पठाइदियो। यो होइन कि हामीले सबै पठाइदियो, आधी लुगाहरू त हामीले हामीसँगै पनि राखेका छौँ नि। कहाँ सबै चिज पठाउँछ र सँगै हामीसँग नि राख्छौँ। हामीले नदीमा गर्नुपर्ने कर्मकाण्डहरू सकेर हामी फेरि आश्रमतिर फर्क्यौँ र यहाँ चाहिँ हाम्रो ड्याडीको मितबुवा आमा पनि बस्नुहुन्छ र आश्रममै हुनुहुन्छ उहाँहरू पनि, र उहाँहरूलाई पनि भेट हुने गरी चाहिँ हामी यहाँ गएका थियौँ। र हाम्रो मित आमाले चाहिँ हाम्रो एकदमै धेरै राम्रो सत्कार गर्नुभएको थियो। उहाँले हामीलाई खाजापिन पनि बनाएर खुवाउनु भयो र यहाँनिर हामीले केही रहेका दानहरू पनि गऱ्यौँ र धेरै चिजहरू छन् यहाँ जति हामीले दान गऱ्यौँ। तारा कुमार कार्की उहाँ चाहिँ अघि भर्खरै आज 17 दिन भयो भर्खरै बित्नु भएको। उहाँहरूको स्मृतिमा उहाँहरूको परिवार आउनुभएको छ। अनि उहाँहरूले यहाँ दान गर्नको लागि पिठो ल्याउनु भएको छ 35 केजी, चिनी 22 केजी, मटर 12 केजी, चामल 4 काठी, फलफुलमा केरा सुन्तला यहाँ त्यो चाहिँ वितरणको लागि ल्याउनु भएको छ। अनि डिउ ल्याउनु भएको छ 2वटा, जुस 2वटा, ओट्स ल्याउनु भएको छ। र त्यहाँनिर चाहिँ एकजना बुवाले हामीलाई थोरै भजन गाएर पनि केही क्षणहरू भगवान्लाई सम्झिनु भयो। हामीले घरबाट लगेका केही फलफुलहरू चाहिँ बुढाबुढी आमा बुवाहरूको हातमा चाहिँ आफैले दियौँ र उहाँहरू धेरै खुसी हुनुहुन्थ्यो। पहिला नै झोला लिएर पनि बसिराख्नु भएको थियो, फलफुलहरू थापेर कोठाभित्र लगेर खान्छौँ भनेर। र उहाँहरूलाई हेर्दाखेरि कति धेरै माया लाग्ने हुनुहुन्छ। कसैको परिवारै छैनन् या त कसैको परिवार भएर पनि हेर्न आउँदैनन् भनौँ, कसैको त छोराछोरी आफैले ल्याएर छाडिदिनु भएको छ। खै कस्तो सन्तान हो है, जन्म दिएर हुर्काउनु भयो, पढाउनु भयो, अनि लास्टमा आफू चाहिँ यसरी एक्लै बस्नुपर्ने भयो। केही समय बाहिर घुम्नलाई पनि निस्किएँ र यो पछाडि देखिरहेको चाहिँ गुरुकुल हो यहाँको, जसमा चाहिँ धेरैजना विद्यार्थीहरू पढिरहनु भएको छ अहिले। अनि अब घर जाने समय हुन लागिसकेको थियो, धेरै नै रात पर्न लागिसकेको थियो र अनि हामी चाहिँ गयौँ पनि यहाँबाट मित आमासँग बिदा मागेर। मित बुवा चाहिँ त्यो दिन हुनुहुन्न थियो, उहाँसँग चाहिँ हाम्रो भेट हुन पाएन र यहाँबाट चाहिँ अनि हामी घर लाग्यौँ।